हेलो साथीहरू, सबैलाई नमस्कार। फेरि चाहिँ अर्को भिडियो लिएर आइसकेका छौँ हामीहरू। हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ फ्यामिली परदेशको ठाउँमा छ साथीहरू। के गर्ने दसैँ बनाउने कोसिसमा छौँ आज हामी चाहिँ। हेर्न सक्नुहुन्छ हामीले चाहिँ यहाँ जङ्गलाहरू रेडी गरिरहेको छौँ। अब यता चाहिँ हाम्रो लोकल कुखुरा पनि छ, यसको पनि उद्घाटन गर्नुपर्छ साथीहरू। हेर्दै रहनु होला भिडियोलाई, कस्तो लाग्छ सुरुबाट एन्ड तक हेरिदिनु होला साथीहरूलाई। हेर्न सक्नुहुन्छ साथीहरू, हामी चाहिँ यहाँ लोकल भाले छ। हाम्रो चाहिँ जमरा चाहिँ साथीहरू हेर्न सक्नुहुन्छ पुरै उम्रिदिएर हेर्ने। अब अलिअलि 2-4 पात पनि भए पनि लगाउनु पऱ्यो यसलाई चाहिँ। हाम्रो चाहिँ कुखुरो बनिसक्यो साथीहरू। अब यसो टक्क लगाएर पिस निकाल्नु पऱ्यो। फाइनली साथीहरू हाम्रो चाहिँ अब टिका लगाउने सुरुवात भइसक्यो। हाम्रो चाहिँ यता चाहिँ यता लगाउने छौँ हामी साथीहरू। जमरा लगाइदियो, म लगाइदिन्छु ल ल भइयो ल देखाउँदै। यहाँ चाहिँ हेर हाम्रो बच्चालाई चाहिँ टिका लगाउँदै साथीहरू जमराको। ल यता पनि लागिन्छ हाम्रो यताको। ल मलाई जमरा लगाइदियो, अनि म तपाईँलाई पनि जमरा लगाइदिउँ। भइदियो यो ल तपाईँको ल ल फेरि गर्नु ल फेरि घरमा ठुल्ठुलो ज्ञान भन्छ मनिष है। यसले अब यो बिस्कुट खाने हो त बिस्कुट ल। अनि यहाँ थोरै यो पनि खाने ले देखा आउनु पर्छ ले यता हाम्रो साथीहरू हाम्रो चाहिँ दसैँको टिका लगाएर सिकिहाल्यो। पाखाबाट हेर्दै हुन्छ साथीहरू, सबैले कमेन्ट गर्नु होला कस्तो कस्तो बनाउनु भयो दसैँहरू। हाम्रो चाहिँ यस्तै नर्मल गरियो, जस्तो भए पनि गरियो साथीहरू। के गर्ने, सबै भइदिएको भए रमाइलो हुन्थ्यो। अब यहाँ कोही छैन, अब सानो फ्यामिली छ, त्यसैले रमाउँदैछु साथीहरू आज हामी पनि। र मिलाउँला अर्को सालको दसैँमा। फेरि पनि सबैलाई नमस्कार, बाई बाई।